말아이라로 보이비도를 와, 수빈 भाइ गर्नु त है धेरै दिए कि हेलो साथीहरु गुड मर्निङ शुभ प्रभात एन्ड वेलकम ब्याक स्वागत छ सम्पूर्णलाई आजको राइड तपाईहरुले थाहा पाइसक्नुभयो गुड मर्निङ फ्रम नागढुङ्गा चेक पोस्ट ओहो यता मात्रै खाल्टो किन गराएको र राइड सुरु हुँदैछ ड्रिम राइड मनाङको र यो एपिसोड 1 हो म धेरै तपाईहरुलाई खिच्ने धेरै देखाउने प्रयत्न गर्ने कारणले एपिसोड सुट गर्छु यसमा म यात्रा गर्दैछु डुम्रेसम्म काठमाडौँदेखि डुम्रेसम्म को यात्रा हुनेछ पृथ्वी हाइवेको यो रोड अपडेट डिटेल भ्लग मैले तपाईहरुलाई अगाडि नै 2 हप्ता अगाडि दशैंभन्दा अगाडि नै मैले प्रस्तुत गरिसकेँ यो रोड हैन त्यति बेला जाम थियो अब अहिले कस्तो छ हेरौँ सायद अब बिहानै निक्लिएको छ टाइम अपडेट 7:04 7 बजेर 4 मिनेट गयो त्यही भएर जाम नपर्ला भनेर यो राइड ऐतिहासिक राइड छ किनभने मसँग हुनुहुन्छ वान एन्ड ओन्ली रेन्जो दाजुसँग म भेट भइसकेँ अनि मसँग हुनुहुन्छ अर्को हाम्रो साथी मित्र राइडर किरु त्यसपछि हाम्रो रेन्जो दाइको ग्याङ 3-4 वटा बाइकमा हुनुहुन्छ त्यसपछि हाम्रो रेन्जो दाइको प्लेन राइडर हुनुहुन्छ हाम्रो सुदीप दाजु 11 नम्बर गाडीसँग फेरि यात्रा अगाडि बढिरहेको छ म मरे पनि मेरो देश बाँचिरहोस् होप राइड एकदम राम्रो हुनेछ सुरक्षित हुनेछ मनाङलाई मजाले एक्सप्लोर गर्ने हिसाबले हामी अगाडि बढिरहेका छौँ के देखाउने भन्ने कुरा चाहिँ देखाउँदै गर्छौँ हामी अगाडि बढौँ च्यानलमा पहिलोचोटि आएर मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला अहिले नागढुङ्गा 9 विषय मजाले पिच भइसक्यो पुरै हैन त्यही भएर हामीलाई खासै टाइम लाग्दैन बाटो राम्रो छ नि त अनि यो 2 लेन राम्रो भएपछि गाडी अड्किएन भने मजा भइहाल्छ उताको लेन मा थप्ने काम भइसकेछ अझै यता नआउनु न हो चन्द्रगिरी नगरपालिका काठमाडौँ सकियो यो खोलाबाट यो सुरुङ मार्ग अनि सुरु भयो हिमाल देखिरहेछ तर हिमालदेखि महाभारतसम्म फैलिएको जिल्ला धादिङ अनि हामी जाँदैछौँ हिमाल पारीको जिल्ला मनाङ हैन धेरैले चाहिँ अनि राइड जाने कहाँ जाने मनाङ मुस्ताङ जाने हुन्छ नि त हैन एक हिसाबले ड्रिम राइडै हो मेरो तर मान्छेहरूलाई थाहा हुँदैन कि मनाङ राइड छुट्टै हो मुस्ताङ राइड छुट्टै हो मुस्ताङ अप्पर मुस्ताङ भने बरु मिल्छ हैन सेम क्याटेगोरी हल्का जाम भेटिरहेछौँ हामीले यो खुल्ला छ भने चाहिँ अगाडि जाम परेको हुनसक्छ क्या त्यस्तो भइरहेछ म खाँदैछु चना चिया यहाँ भयो खाजा ब्रेक चना म खाली पेट छु क्या दाजुहरूले खाएर आउनु रहेछ अनि चना चिया दुध चिया बल्ल आनन्द भयो अब चाहिँ कुद्न सकिन्छ अनि 90 रुपियाँ खर्च मिटर हालिरहेको छु मैले 1320 को तेल हालेँ 90 रुपियाँ खाजा पछि ग्रुपमै हुन्छ होला तर पनि राख्छु म तपाईहरुलाई आइडिया हुन्छ रेन्जो दाजु रफ्तारमा मलाई पनि आज कुद्ने जोस आइरहेछ नौ विषय आइसक्यो
जामै छ बाटो एकचोटि पनि। ए दाजु महादेव बेसी हो। टाइम अपडेट 7:51। ब्रेक पनि दियो एकछिन तर अलिकति ढिलो ढिलाइ भनेको आनन्दरी नै भइरहेछ राइड। फाइनली 38-40 किलोमिटरको राइड पछि गल्छी आइपुग्यो। टाइम अपडेट 8:05। गल्छीमा घाम लागेको छैन। गल्छीमा सर्ट ब्रेक चिस्सा। चितवन मुगलिनबाट धेरै साथीहरू जोइन हुने, ग्रुप जोइन हुने हाम्रो रेन्जो दाइको। त्यो भएर रोक्दै फोन गर्दै यहाँ आइयो भन्दै हिँड्दै। राइडर किरु पनि मुगलिन छु भन्ने कुरो वाहा मेरो त फोन उठेन। यस्तै छ हाम्रो राजमार्गको हालत। योभन्दा त गाउँघरतिर गोठालो जाने बाटो वनको बाटो सही हुन्छ। यता चाहिँ घाम लाग्छ छैन 8 बजे पनि। यता 9-10 बजेतिर घाम लाग्थ्यो। यता टाढा टाढामा कुहिरो कुहिरो छ धुम्म। प्याक छ बाटो। रोल्पा काठमाडौँ। यता बगिरहेछ त्रिशुली। ल कस्तो धुलो धुलो उडिरहेछ आज बाटोमा। हरेक केटी सिङ्गल नै हुन्छन् तर सोध्ने केटा धनी हुनुपर्छ। फेरि भेटौँला दाजु, फेरि भेटौँला। धनी भएपछि भेटौँला। तपाईँ पनि धनी हुनु होला, म पनि धनी हुम्ला, अनि भेटौँला। फाइनली गल्छी आइपुग्यो। हस् दाजु हस्। यो हो गजुरी बजार। टाइम अपडेट 8:31। 8 बजेर 31 मिनट गयो। फाइनली फुर्के खोला। मुगलिन अझै 40 किलोमिटर। त्यहाँबाट मास्तिर धादिङ। आनन्दको राइड भइरहेछ। यो हो मलेखु। रेन्जो दाइले हात दिनुभएको छ। माछा चोकमा रकम न त। गजुरी गाउँपालिका। गजुरीतिरको मलेखु सकियो होइन। बेनीकाठ राङतिरको मलेखु। माथिल्लो मलेखु तल्लो मलेखु भन्ने चलन छ। धादिङ जिल्ला नै हो। हामीलाई चाहिँ मलेखु लाग्छ होइन। टाइम अपडेट 8:42। यहाँ पनि हल्का ब्रेक भयो। किन भन्दा अब यहाँबाट बेसी सहरसम्म खासै अब रफ्तार लिने त त्यही हो। त्यहाँभन्दा अगाडि गएपछि भुल्दै आनन्दरी राइड अगाडि बढाउनु पर्ने हुन्छ। त्यो भएर म धेरै खिचिरहेको पनि छैन फेरि। है यो हो झिल्के डाँडा। दामी कफी बसाइरहेछ तर अब कफी खायो भने भात रुच्दैन फेरि। वाटर ब्रेक यहाँनिर। पानीको 30 रुपियाँ। खर्च मिटर चढिसक्यो। टाइम अपडेट 9:08। राइडर किरु मलेखु अरे। ल स्ट्यान्ड। यो कृष्ण भी।
धुलो उडिरहेको छ, धेरै धुलो उड्यो। प्याकै छ हाइवे। साला त्रिशुली बगिरहेको छ। नदीको भ्यू हेर्दा पनि मजा आउँछ। यो धुलोबाट अलिकति राहत मिल्छ। फाइनली मौवा खोला खाल्टो। वेलकम टु चितवन। चितवन जिल्लामा स्वागत छ। धादिङ सक्यो। इच्छा कामना गाउँपालिका। बाटो त खतमै छ नि। ठेक्का लिएर म्याद सकिन 5-6 महिना हुँदा काम सुरु गर्छन् अनि थप्छन्। ल एकचोटि, दुईचोटि, 3चोटि त हो। लाजै नमानिकन 5चोटि, 7चोटि, 8चोटि म्याद थपेर आज बाइक खलल्ल हिँडिरहेको छ। रोक्न नि मन लागेन। ड्याङड्याङ भइरहेको धेरै खाल्टा। फाइनली हामी आइपुग्यो मनोकामना। 9:49 9:49 गयो। जय मनोकामनामय रक्षा गर्नुहोस्। दाजु पनि हिँड्दै हुनुहुन्छ बेसी सहरतिर। सबैको मङ्गल होस्, यात्रा शुभ रहोस्। हाम्रो मुगलिनमा गएर खाना खाने कुरा भयो। 9:50 भयो। 10 बज्छ ठ्याक्क। अनि त्यसपछि अब सबै भेट हुने जक्सन मुगलिन भयो नि त। यतै खाने कि भन्दै थियो कुरिन्टारमा। फाइनली नागढुङ्गाबाट यहाँ ठ्याक्कै 100 किलोमिटर हुँदैछ। आइपुग्यो मुगलिनको बजार। कता छ त यता अब खाना खाने बेस्ट। मलाई त यता खाजा खाँदा पनि सन्चो हुँदैन, फोहोरो लाग्छ यो ठाउँ। अब खोज्नु पर्ने हुन्छ। पारी जाने? पारी के यतै खाने? दाल भात पावर 24 आवर अरे। ओके, चाहियो हामीलाई दाल भात पावर 24 आवर। चमसम धकाली अरेला खाइदिउँ न त खाना, विचार गरौँ। हाम्रो आइपुग्यो खाना। यहाँ हुनुहुन्छ भिरेन्द्र दाइ। हाम्रो विदुरसँग भयो होला बाढी मालिका गएको 2 वर्ष जति भएको थियो। 2 वर्ष पछिको हाम्रो यो फेरि राइड है। एकदम अब रमाइलो गरेर जानुपर्छ। सुदीप दाजु ल दिम। ओके, भयो हाम्रो खाना। अनि 2टा दाजुहरू पनि भेट हुनुभयो। राइडर किरुको अझै आगमन हुँदैछ। राइडर किरु नआएको कारणले, पर्खिनुपर्ने अवस्था भएको कारणले पुलमा गएर एकछिन फोटो सेसन गर्ने भन्ने कुरा भयो। अब थपियो 2टा बाइक, डुक अनि रोयल इनफिल्ड बुलेट। फोटो सेसन हुँदैछ हाम्रो। फोटो हेर्नका लागि इन्स्टाग्राम राइडर बोय विदुर फलो गर्न सक्नुहुन्छ। हाम्रो यहाँ भइरहेछ फोटो सेसन। रन्जु दाइ
फोटो सेसन हुँदैछ यो लाइटनिङ अलि नमिलेर हामी यहाँ मिलाउँदै सुजित दाइ तपाईँको नाम के अरे? मेरो नाम बिजन श्रेष्ठ। ब्रिजन बिजन हो ल ब्रिजन साथी ल यो हो नयाँ पुल अनि यो पुरानो पुल। के हाम्रो फोटो सेसन सकियो। फाइनली 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 राइडर किरुसँग भेट भयो। ओके लेट्स गो। फोटो सेसन पुरा हेर्नु हेर्नु। सबैजना भेट भएर अगाडि लागिरहेको अवस्था होइन। तर अलि लेट नै भयो, 11:30 भयो भनेपछि 12:30 1 2 बज्ने भयो बेसी सहर पुग्दा। अब हेरौँ, अब ट्राभल प्लान त छ तर त्यस्तो स्ट्रिक्ट छैन। अब हामी रातिमा हिँड्दैनौँ, बस्छौँ बरु। या फेरि उठाएको बाटो भाँसिएर बिजोक है नि त। छेउछेउ हिँड्न डर लाग्छ यार, खतम यार। यत्रो जाम गराइसक्यो, धन्न यताबाट खुलेको बेला पऱ्यो। चेनबाट कटक कटक आवाज आइरहेछ। चेन लुज भइसक्यो। अघि नै धेरै नै उफारियो अफरोडमा। यो हो ऐना पहरा। जति पनि हिमालहरू यहाँबाट देखिया छ, यो आँखै अगाडि देख्न जाने हो हामी मनाङ खास भनेको। यहाँबाट नि गजब देखिया छ, अलिअलि बादलले छेक्या। फाइनली आइपुग्यो आबु खैरेनी। यहाँबाट राइट लिएर गयो भने गोर्खा, हामी अलि अगाडि डुम्रे पुग्नुपर्छ। डुम्रेबाट राइट लिएर बल्ल बेसी सहर लम्चुङ। अब यहाँबाट सुरु भयो हाम्रो बाटो, विस्तारित पृथ्वी राजमार्ग। आहा दामी दामी। त्यति दौडिने अवस्था छैन। त्यही भएर हाइसले पछाडिबाट हरन बजाएर दिएको त्यही छ फेरि।
मजाको डिभाइडर छ होइन, 2 लेन पर छ। यहाँ तल छ मर्स्याङदीको ड्याम। राइट साइडमा छ मर्स्याङदी नदी। अब हाम्रो यात्रा यही मर्स्याङदी नदीको तिरैतिर हुन्छ। मर्स्याङदी नदी सप्तगण्डकीको प्रमुख सहायक नदी हो। पहिला त यता झाडी हुन्थ्यो होइन, अहिले यहीँनिर बाटो आयो, अर्को लेन तलबाट। विमल नगर। अब यहाँबाट डुम्रे 1 किलोमिटर। त्यसपछि मेरो यो एपिसोड इन्ड हुन्छ। यहाँ माथि छ बन्दीपुर केबल कार। बन्दीपुरलाई नि एक्सप्लोर गर्नै छ, घुम्न त धेरै घुमियो। यहाँबाट जाने हो बन्दीपुर केबल कार। मेरो एक बाइकले खटखट गरे, कि त बेरिङ कि त स्पोकेटको चेन लक हुन्छ, त्यो चाहिँ लुज भयो जस्तो मानिरहेको छु। फाइनली यो आइपुग्यो डुम्रे। अब मनाङका लागि हामी यहाँबाट लाग्नुपर्ने हुन्छ भित्रतिर। ओके, यो एपिसोड फाइनल्ली म यहीँ इन्ड गर्छु। अब म यहाँबाट अर्को एपिसोड सुरु गर्छु। न्यू डुम्रे बन्दीपुर मोटरसाइकल वर्कसप। यहाँ भयो काण्ड। धन्न त्यो च्यान लक निरबाट गएको रहेछ। अब च्यान लक एउटा फेरेको 200 रुपियाँ अनि फेरेको चाहिँ 100 रुपियाँ, 300 रुपियाँ। धन्न बन्यो है। त्यो बिचको रिङ चाहिँ गएको, कस्तो गएको हो।